साथीहरू नमस्ते टास्ले अनि सेवाहरू तपाईहरु सबैजनालाई है। तपाईहरु के गर्नुहुँदैछ? आई होप तपाईहरु सबैजना ठिकै हुनुहुन्छ होला। म चाहिँ आज ठिक छैन भन्दा मेरो छोरी चाहिँ आज अलिक ठिक छैन, बिसन्चो भएर रातभरि सुत्नु दिएन हो। त्यो भएर चाहिँ अहिले चाहिँ हामी 9 माइल माङ्किममा जाँदैछु पूजा गर्नु। पुनः भन्नु त कहाँ जाँदैछ? हामी 9 माइलमा पूजा गर्न जाँदैछु। अहिले चाहिँ हामी पम्पमा छु, रानीको पेट्रोल पम्पमा तेल लाउँदैछ। कहाँ पुग्यो हामी? पेट्रोल पम्प भन्नु। हामी चाहिँ पम्पमा तेल हालेर पनि हामी चाहिँ हिँड्दैछौँ है। रम्फूको बाटो हामी चाहिँ टक्कालो जान्छौँ। मार्चक 9 माइल लागेको ऊपर देख्दै गरेको चाहिँ माङ्किम हो है। कतिजनालाई त याद छ होला यहाँ 9 माइलमा माङ्किम कहाँ छ भनेर हो। कतिजनालाई चाहिँ थाहा छैन होला है। थाहा नहुनेहरूलाई चाहिँ तपाईँहरूलाई चाहिँ म लोकेसन बताइदिइरहेको छु है। तुम्लाबुङ मार्चक तुम्लाबुङको रोड नछोडी आयो भने चाहिँ तुम्लाबुङ हेल्थको सब सेन्टरकै त्यहाँ छेउबाट उकालो त्यहीँ गाडी राखेर उकालो सिरी चढ्यो भने चाहिँ तपाईँहरूले यता माङ्किम आइपुग्नुहुन्छ है। यहाँ हाम्रो दाजु हुनुहुन्छ, दाजुले चाहिँ जोखानाहरू मजाले हेरिदिनुहुन्छ हो। पूजा पनि मजाले गरिदिनुहुन्छ नि त। माङ्किम आइपुगिसक्यो हामी चाहिँ। लु हिँड बिबिन आज नानी हाम्रो माङ्किम है। नौको माङ्किम युमाको घर है। माङ्किमको भ्यू तपाईँहरूले के घुमाउँछु है। आउनु नानी आउनु। सिलामसा अहिले चाहिँ हामी पूजा गरिसकेर अब फर्किनु आँटेको। यहाँ परपर भित्र म्युजियम छ नि त, सामानहरू उहिलेको हाम्रो लिम्बू सुब्बाहरूको सामानहरू म्युजियम हेर्दैछ। बाउछोरी चाहिँ खिड्कीबाट च्याउँदै हो। अब चाहिँ फर्केर गएकै साथीहरू पूजा गरिसक्यो है। पूजापाठ गरिसक्यो, के लागेको रहेछ अरे नि त नानीलाई। र पूजा गरिसक्यो अब चाहिँ घरतिर लागेको। मैले चाहिँ दुधको क्रिम काटेर दही बनाएको छु हो। यो चाहिँ जहिले दुधको क्रिम काटेर थुपारेर दही बनाएको छु। अब यो दहीलाई चाहिँ म यो बट्टामा हालेर चाहिँ मै पार्ने छु साथीहरू। अब यसबाट भरे घिउ कति निस्किन्छ तपाईँहरूलाई म देखाउँछु। यसमा हाल्नु अप्ठ्यारो भयो एउटा हातले भिडियो। म चाहिँ अहिले मै पार्दैछु है साथीहरू। यी भट्टामा दही मै खानु, घिउ छुर्पी खानु चाहिँ बस्ती नै बस्नु पर्दैन रहेछ। दिमाग छ भने चाहिँ बजारमा पनि हुँदो रहेछ। मैले चाहिँ बिहान दुधको क्रिम काटेर राखेको है। दुधको क्रिम काटेर राखेर दही जमाएकोमा आज मै पार्दैछु हो। यति बट्टा चाहिँ अब यो मैमा कति घिउ निस्किन्छ है म तपाईँहरूलाई देखाउँछु। अहिले चाहिँ मैले मै पनि पारेर भइसक्यो है। यहाँ चाहिँ यहीँभित्र घिउ भइसकेको छ हो।
अब म चाहिँ घिउ निकाल्नु आँटेको छु है साथीहरू। लु चराइहाल्ने अरे नि त, लु चराउनु चाहिँ घिउ निकाल्नु आँटेको चाहिँ घिउ र दही मही खानुको लागि चाहिँ गाई बस्तु नै पाल्नुपर्छ भन्ने चाहिँ हुँदैन रहेछ है साथीहरू। हामीले यहाँ बजारमा बसेर पनि है, लु जानुस् पापासँग चराउनु जानुस् ल, खुचाउनु त हात। हामीले बजारमा बसेर पनि है, अब डेली हामीले सबैजनाले घरमा है दुध चिया खानुको लागि दुध त ल्याउँछ है। त्यही दुधको क्रिम चाहिँ काटेर राखेर थुपारेर बट्टामा है मही बनायो भने चाहिँ त्यही महीलाई घिउ पार्दा चाहिँ हुँदो रहेछ। नानी नछुन जम्मै भयो अहिले चाहिँ फाइनली है मैले चाहिँ मही पारेर पनि सकिसकेको छ। यो चाहिँ मेरो घिउ हो, हेर्नुहोस् है साथीहरू। तपाईँहरूले पनि घरमा सधैँ चिया खाने दुधहरू त किनेर ल्याउनुहुन्छ होला है। त्यही दुधको क्रिमहरू चाहिँ यसरी अलिअलि काटेर थुपारेर दही बनाएर चाहिँ मही पार्नुहोस् हो। यसरी नै मही पार्यो भने चाहिँ घिउ निस्किन्छ है। अनि यो घिउ चाहिँ नानीहरूलाई दिँदा हुन्छ नि त। अब हामीले बाहिर नानीहरूको लागि घिउ किन्नु गयौँ, कतिवटा घिउमा चाहिँ मिक्सहरू हुन्छ है, राम्रो हुँदैन है। अब यो चाहिँ आफैले पारेको त अर्ग्यानिक प्योर भइगयो नि त। अनि घिउ पनि हुने हो, घिउ पनि नानीलाई भइहाल्यो है यसमा। अब हामीले चिया खानु पनि भयो त्यही दुधमा हो, यता मही पनि भइहाल्यो है। अब हामीले मही खानु मन पऱ्यो भने चाहिँ यही मही खाँदा पनि भइहाल्छ हो। तपाईँहरू पनि त्यसरी गर्नुहोस् होला है साथी। मेरो चाहिँ है आजको दिन चाहिँ यसरी बितेको छ है, मैले तपाईँहरूलाई देखाइरहेको छु। अनि तपाईँहरूको आजको दिन के कसो बित्यो है, मलाई जहाँसम्म लाग्छ तपाईँहरूको पनि आजको दिन राम्रै बित्यो होला है, यति नै भन्दै है। अनि तपाईँहरू जसलाई पनि मेरो भिडियो मनपर्छ है, ब्लग मनपर्छ भने है लाइक सेयर सब्सक्राइब अनि कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् होला साथीहरू है। आज म यति नै भन्दै म मेरो यो ब्लगलाई यहीँ एन्ड गर्न चाहन्छु। अनि फेरि भेटौँ होला साथीहरू नेक्स्ट ब्लगमा। आजको लागि चाहिँ बाई बाई।